काफल त हेर्नुमा हेर त तर म वास्तवमा रुखमा अलि चढ्न मलाई पनि डर लाग्छ अलिकति रुखमा चढ्न सक्ने मान्छे हुने हुन्छ यो रुखमा चढ्नै छ काफल त काफल छैन यसमै पाकेन म अलि माथि आउनु सक्दिनँ दायाँ बायाँ चाहिँ हाँगामा गर्छु पाङ्गार पनि सक्दिनँ बल्ल बल्ल गरेर उक्ली अब उक्लिनु कसरी थालेको खै कति टिप्नु भयो र ल टन्नै काफल त बाक्लै छ यो रुखमा तर म अलिकति रुखा कति पास पुग्नु सक्दिनँ मलाई डर लाग्छ रुखमा धेरै हो काफलको फेरि हाम्रो कता कतै हुन्छ अब म ओर्लिने प्रयास गर्छु काफल आया ओर्लिनै सक्दिनँ डर लाग्छ म बल्ल बल्ल ओर्लिएँ डरै डरै म बल्ल बल्ल ओर्लिएँ डरै डरै उताबाट घुमे नि हुन्छ त्यहाँ त टेक्ने ठाउँ छ त्यतापट्टि छ म त्यहीँबाट ओर्ले यहाँ ओर्लिनलाई चाहिँ मलाई गाह्रै पर्छ अमलालाई चाहिँ फेरि यहाँ ओहो अमला नि कति अमला मात्रै देख्ने आँखा रहेछन् कि जहाँबाट नि अमला चाहिँ देख्ने होइन अब दाहिने गोडा चाहिँ यतापट्टि यो अमलाको रुखमा टेकेपछि ठ्याक्क आइन्छ उता फर्किनु पहिला हो गुड पुग्छ पुग्छ छोटो रहेछ तपाईँको घोडा टेकिया छ ठ्याक्कै आउनु कि नत्र के हारिन्छ नि होइन यता फर्केर हुँदैन उतै फर्केर हो हुँदैन मिल्दैन रुख चढ्न सक्ने ओर्लिन नसक्ने भयो बाबै भर्याङ हाल्नुपर्छ कि सकिन्छ काफल हार नि अगाइयो क्या हो ल हो ल अब हात ठ्याक्क उताको हात छोडेर अनि यतापट्टि गुड अफुत्त अमलाको हाँगा के अरे यो बोट नभएको भए त सकिन्थेन खाली खुट्टा नबस्या भएर नि होला यस्तो यो खाली खुट्टा त्यो हाँगा टेक्दाखेरि भिजाएर टेक्नै सकिँदो रहेछ काँडामै टेकिरहेको थियो भनेर चाहिँ ल अब खै काफल कति भयो काफल देखाउनु ल काफल त छ अलिअलि लिएर आएको छु मैले कसको धेरै है त प्लास्टिक है त यो प्लास्टिकमा राख्नु पर्ने प्लास्टिकमा राख्नु पर्यो प्लास्टिक ल आउनु ए ल दुलो परेर त फेरि सानो अनि मैले त्यही भएर अर्को अमलाको वाला उता राख्नु भनेको नि ल मैले राखेँ एक मुठी कति थोरै त्यसै मैले धेरै टिपेको छु फेरि एक मुठी यो मुठी भयो आधा मुठी मैले फेरि 3 चोटि हालिसकेँ है 3 चोटि हालिसकेँ है
ल फिनिस्ड कति भयो यति त भएछ नि है साख्ने बाटो भयो खाइयो अहिले त रुखा नि खाइयो नि होइन हामीले त खाऊँ यहाँ छ अब सानो सानो आयो अहिले त्यो राख्न पऱ्यो नि